अहिले हामी यता दिल्लीतिर काठमाडौँबाट दिल्लीतिर लागिसकेको छ। गाडी चाहिँ बिग्रेको छ है, गाडी देख्न सक्नुहुन्छ बिग्रेको छ है। गाडी यही इन्डिया जाने नयाँ दिल्ली सब वैदेशिक रोजगारको लागि चाहिँ जान लागेको है। यस्तो छ है ठाउँ। नारायणी ऊ ढुङ्गा हेर छोरी, ढुङ्गा हेर त्यहाँ, ऊ ढुङ्गा हेर छोरी, ढुङ्गा देखाइदिए त्यसलाई मरिस ढुङ्गा। छोरीलाई ढुङ्गा देखाइदिए न, छोरीलाई ढुङ्गा। खै छोरीलाई ढुङ्गा देखाइदिए। चाहिँ बोर्डर लाइन हो, बोर्डर इन्डिया र नेपालको बोर्डर लाइनमा आइसकेका छौँ है। यतैतिर हो जाने हामी। बोर्डर लाइन इन्डिया र नेपालको बोर्डर लाइन है। नेपाल र इन्डियाको बोर्डर लाइनमा छु है। अहिले चाहिँ हामी चाहिँ इन्डियाको चाहिँ यो रिभाइन्ड रेस्टुरेन्टमा छौँ। हाम्रो साथीहरू हुनुहुन्छ सबै है। कोही झापाबाट हुन्छ, कोही काभ्रेबाट होइन, कोही झापा, कोही झापा, म त म्याग्दीबाट है। परदेशको 4 जना 270 को कन्भर्ट गर्दा कति भयो नेपालमा? एकोरेसन त गान्छु हो। इन्डियाको चाहिँ हामी चाहिँ इन्डिया प्रवेश गरेर पनि खाना खान लागिसक्यो। पानी परेको देखिँदैन हैन। यहाँतिर बनाए मान्छेले एउटा भाइ आउँदैछ। आउने छ नि हाम्रो चड्डी किने गराउनु ढुङ्गामा सामान ल्याउनु पर्यो भन्छ, खै के सामान किन। ओहो अरे जी अरे हामी चाहिँ इन्डियाबाट चाहिँ दिल्ली एयरपोर्ट जान लागेको। आजको 11 बजेको फ्लाइट छ। आउनु भएको छ। मुम्बईमा चाहिँ 6 घन्टा वेट गर्नुपर्छ है। मेरो पासपोर्टै लिएको थिएन र साथी।
चिलमा है साथीहरू हामी चाहिँ बोर्डिङ पास भएर भित्र सिकिसक्या हो साथीहरू आउँदै हुनुहुन्छ एयरपोर्ट भयो है दिल्लीबाट मुम्बई मुम्बईबाट दुबई बोलो 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 क्या बोलो साथीहरू आउँदै हुनुहुन्छ काम जा रहा है देखाइदिने मार्दिन नजिकमा चाहिँ भेट भयो नि मैले पुरा गरिदिएको हामी चाहिँ अहिले दिल्लीबाट चाहिँ 11 बजे हिँडेको अब 1.5 घन्टामा पुगिन्छ होला है मुम्बई पुगिन्छ होला इन्डिगो एयरलाइनमा है इन्डिगो एयरलाइन है भन्छु अहिले हामी आकाशमा उडिरहेका छौँ इन्डिगो एयरलाइनमा मेरो चाहिँ पहिलो चाहिँ अनुभव हो यो है पहिलो अनुभव चाहिँ एकदम मजा लागिरहेको छ है गाइस म चाहिँ अहिले चाहिँ यो दिल्ली एयरपोर्टबाट चाहिँ मुम्बई एयरपोर्टमा आइसकेको छु है यो मुम्बई एयरपोर्ट हो है अबको हाम्रो दुबईको यात्रा छ दुबईको यात्रामा चाहिँ हामीले चाहिँ 6 घन्टा चाहिँ हामी वेटिङमा छौँ है त्यसै बल्ल हाम्रो फ्लाइट छ 7:15 गतिमा छ है यही नै यो दुबई है यो एयरपोर्ट ए दुबई होइन मुम्बई घरहरू मात्रै देखिँदैछ नजिक नजिक आइसक्यो कि हामी है मुम्बई यही हो मुम्बई यहाँ त छँदैछ नि मैले समातिहाल्छु तपाईँ अलि अगाडिपट्टि गर न होइन राम्रोसँग नपुछेर हो कि नत्र राम्रो हान्छ नि भिडियो राम्रोसँग नपुछेर हो कि यो सिसा आयो घ्याच्चै पादो रहेछ त यार मुम्बईको एयरपोर्ट पनि टेकियो मुम्बई नै हो भने कि नेपाल जस्तो लाग्यो मलाई मुम्बई रानो बम्बई की रानो म त टाइममै पाइनँ फ्लाइट प्याक पऱ्यो भने रानो बम्बई की रानो त्यहाँ म त ब्याङ्कबाट पैसा निकाल्दैन एजेन्टहरू टाउकेर नि ब्याङ्कमा आएको नि मेरो त ब्याङ्कमा आएको ब्याङ्कमा मैले पैसा निकालेको छैन
गाडीमा पठाउनु हुँदैन तिनीहरूले अनि हेरेपछि त्यो घोडा पकडेर ब्याङ्कमा भनेर बोलाएको 3 बजे दिन खाली प्लेन घरको नम्बर पनि पठाएको थिएँ अब को खाइमा चाहिँ म सिक्दैछु भोकाले चाहिँ मरिदिन ढुक्का होला नभए त्यो दाल खाएर मगाइ गयो नि ल्यापटप त बादलमा त छ तर तल गर्न जस्तो लाग्यो मलाई बादलले छेकिया
नेट चल्दैन अब नेट सक्यो इन्टरनेट को हो 3 नम्बरको छ है नि भर्खर 2 आउँदैछ 32 भने त लास्टमा गरौँ न बिचमा भन्ने त्यतिर यो सुरुको बिहाबी पाला हो नि त मामा अलिक पछाडि गएपछि थर्ड क्लास सिट आउँदै गर्दै पाला खाना सकिँदैन Oh,